राजाराम दाइ एकदमै रोल आज तपाईँको रोलमा सबैजना हाँसे कतिको अनुभूत भइरहेको छ मलाई खुसी लाग्यो मलाई आशा लाग्छ अब यो चाहिँ सुपर कम्पनी चल्छ नेपाली फिल्म चल्नु पनि पर्छ उजुलाई कस्तो लाग्ने हेर्न कस्तो लाग्ने कस्तो लाग्यो बवाल छ बवाल मन्दगी नै हो सुपर डुपर सबै कस्तो लाग्यो कलाकार भएर दर्शकहरू हेर्दा पूजा समाजी र पल्सार गजब गर्नुभएको छ र सुदर्शन थापाको लभ स्टोरी मजाको आएको छ यसमा चाहिँ हेर्नलाई मजा आउँछ कस्तो लाग्यो मुभी हामीले राम्रो साँच्चै सुदर्शनको कन्सेप्ट फेरि कस्तो लाग्यो मुभी लभ स्टोरी मुभी कमेडी यस्तै गीत बार यस्तै गीत कस्तो छ मुभी कस्तो छ मुभी कस्तो लाग्यो एकदम राम्रो छ पिक्चर चाहिँ मलाई चाहिँ ओभरअल एकदम राम्रो लाग्यो स्पेसली लभ स्टोरी पनि मलाई धेरै मनपर्छ र कुडोस टु सुदर्शन थापा इज बेस्ट लभ स्टोरी आउँदाखेरि उहाँको राम्रो थ्याङ्क यू अर्जुनलाई कस्तो लाग्यो एकदम राम्रो तपाईँ जिरोनु भयो होइन अलिअलि नेपालमा यस्तो फिल्महरू एकदम खुसी लाग्यो सुपर हिट ल कस्तो लाग्यो कस्तो लाग्यो सबै चिज पढ्ने एकदम राम्रो अनि सबैको एकदमै पूजा कति कस्तो लाग्यो पनि एकदमै हुनुभयो नि तर एकदमै एकदम अदर तपाईँले प्रेमिकालाई मिस गर्नुभयो फिल्म हेर्नदाखेरि प्रेमिकालाई मिस गर्नुभयो प्रेमिकाहरूलाई मिस गरेको अरूलाई भाइ कस्तो लाग्यो मुभी एज युजल पहिले थाहा छ कि थापाले राम्रो मुभी साहबको उहाँको लास्ट टाइमको मुभी मेकिङ त्योभन्दा राम्रो लाग्यो फेरि पछि मैले एउटा शुद्ध एउटा चाहिँ म्युजिकल लभ स्टोरी फिल्म हेरेँ असाध्यै राम्रो छ कतिको आँखा रसाए फिल्म हेरेर बेला बेलामा हँसायो बेला बेला रुवायो बाहिर निक्ल्यो आँखा आनन्द आयो फिल्म हेरी त फुल्ली एन्टरटेन एकदमै वी आर भेरी सेटिस्फाइड एकदम राम्रो थ्याङ्क यू दाइ हजुरलाई कस्तो लाग्यो एकदमै राम्रो लाग्यो एकदमै राम्रो लाग्यो है रमाइलो राजारामले हँसाएर मात्रै नभए पल्ट पूजाको देख्दा चाहिँ एकदम रुनी लाग्यो रियली यस्तो कहिले हुन्छ पनि छोरा छोरीमा होइन त्यही भएर पहिले पछाडि चाहिँ अक्षर पनि लाग्यो एकदमै रमाइलो लाग्यो रमाइलो चाहिँ एकदमै पूजाको मलाई चाहिँ एकदम रमाइलो लाग्यो होइन पल्दा बेस्ट भयो पल्दाको स्टाइल राम्रो लाग्यो अनि त्यसपछि एकदम फनी लागेको चाहिँ मलाई डक्टर बवाल म पूजाको फ्यान भएँ द्याट्स इट पूजाको फ्यान भएँ फिल्म कस्तो लाग्यो यहाँलाई कस्तो छ फिल्म सुपर हिट कस्तो लाग्यो मुभी क्यामेरा पछाडि दामी नमस्कार सर कस्तो लाग्यो राम्रो
फिल्म कस्तो लाग्यो है कस्तो लाग्यो फिल्म 26 साललाई फिल्म कस्तो लाग्यो तपाईँ कस्तो लाग्यो के चाहिँ नवल सर बोल्नु न के छ कस्तो छ रमाइलो छ दुईजना युवा र युवतीको प्रेम कथामा आधारित चलचित्र छ होइन एकले अर्कोमा समर्पित चलचित्र छ प्रेम गर्नेहरूको लागि राम्रो खुराक गर्न सक्छ ठाउँ छैन साथीहरू सरौ न फिल्म कस्तो लाग्यो धेरै राम्रो दिदीहरूलाई कस्तो लाग्यो फिल्म कस्तो लाग्यो मुभी एकदम राम्रो विशेष त वीरकारी अरू चाहिँ कस्तो लाग्यो एकदम राम्रो छ तपाईँलाई कस्तो लाग्यो आर्दैन सुन्दिनँ आयो मेरो कस्तो लाग्यो मुभी मधुसूदन दाइ कस्तो लाग्यो मुभी के छ मुभीको बारेमा कस्तो लाग्यो कवितालाई के छ कविताको रेस्पोन्स लिउँ न के कुरा चाहिँ बढी मनपर्छ ए अहिले पछाडि गरौँ सुरुवात उहाँबाट भएको भन्छु आज अन्त यति राम्रो गरिदिनु हो र म उहाँको फ्यान पनि भएँ म यहाँबाट मेरो दर्शकलाई जो भन्छु आज तपाईँले रुचाइदिनु भएको छ उहाँको कारणले र त्यसपछि फेरि अर्को गीत आयो किन आजकल त्यो पनि रुचाइदिनु भयो त्यो पनि उहाँको कारणले र यही भन्न चाहन्छु मेरो दर्शक सानो थ्याङ्क यू सो मच कविता मेरो मिस्टेक पनि भन्नुहुन्छ मिस्टेक तिमीले धेरै नै सुधारेको रहेछ यति राम्रो काम गरेको माया र तारिफ पाएँ र मेरो दर्शक मेरो अडियन्सले पनि मलाई यति नै माया गर्नुहुन्छ मैले आशा गरेको छु र मलाई गर्नु पनि यो मायाको प्रकार गर्दाखेरि अलिक अभियसली आउँछ कहिलेकाहीँ त्यो क्लिपहरू त मायाको कुरा गर्दा अहिले त आएन किनभने म पल र हाम्रो केमिस्ट्री जुन चाहिँ हेरि नै रहेको थिएँ र सबले मलाई यो पो केमिस्ट्री भनेर भन्दै म यति खुसी भएँ नि त्यो नै मेरो लाइफ सबैलाई त्यो दायाँ बायाँ सम्झना आयो त्यो तपाईँले सम्झने अहिलेसम्म पनि मैले सम्झिरहेको थिइनँ होइन त्यो सम्झने हुनुपर्छ मेरो दर्शकले मलाई माया गर्नुहुन्छ र साथ दिनुहुन्छ भनेर आशा गरेको छु मैले एकदमै मिहिनेत गरेको छु यो मिहिनेतको फल तपाईँले दिनुहुन्छ भन्ने आशा गरेको छु मायासँग माया प्रेमको कुराहरूलाई एकदम राम्रो र सबैलाई सबै कुरा मन सक्छ म चाहिँ के भन्छु जनर अनुसार फिल्मलाई राम्रो बनाउनु छ मलाई मन पऱ्यो दर्शकलाई पनि मन भइहाल्छ कुनै पनि बच्चा यौवन अवस्थामा गइसकेपछि माया प्रेम भएन के हुन्छ दर्शकहरू अब एकदमै मलाई त यति धेरै माया गर्नु भएको छ दर्शक सबैले एकदमै थ्याङ्कफुल छु उहाँहरूसँग हजुरहरूसँग र छक्कापच्चा दुई आउँदैछ असोज 11 चाहन्छु शुक्रबारदेखि त्यो त भइ नै हाल्यो आज यति राम्रो राख्नु भएको छ उहाँहरूलाई पनि धन्यवाद दिन चाहन्छु र पल र पूजालाई पनि माया गर्नुहोस् मात्र छ म चाहिँ भन्छु पल
तपाईँको पनि गीत त एकदम त्यो फिल्म त आउँदै बाँकी छ मायाको आवाज प्रिन्ट गर्ने दिनहरू मधुबनी पनि चाँडै बिहा गर्नु त्यो गुनासो छ प्रेमिल दिनहरू याद आइहाल्यो मेरो त प्रोसेस यहाँ त एकदम कम्प्लिकेटेड टाइम छ होइन तर यहाँ चाहिँ एकदम कम्प्लिकेसन छ त्यही भएर चाहिँ अप्स एन्ड डाउन्स मेरो लभ स्टोरीसँग कनेक्ट चाहिँ गरिनँ तर अब भन्नुपर्दा निश्चय इन्डियामा हुनुहुन्छ मम्मीको विचारको लागि लभ स्टोरी मुभीहरू अनेक कति किसिम छ भन्नुभयो तपाईँको लभ गर्ने भन्दा पनि साथमा हुनुहुन्न समग्र फिल्मको एक्सपिरियन्स कस्तो मलाई चाहिँ दर्शकको हिसाबले भन्नुपर्दा चाहिँ मलाई चाहिँ एकदमै त्यो 2 घन्टा देख्नु साँच्चै म चाहिँ तपाईँहरूको त्यो सरलाई 30 वर्ष अगाडिको रोमान्सवाला केमिस्ट्री आउँछ कि भनेर कता रेड श्रीमान हुनुभएको छ तपाईँ इनोसेन्ट श्रीमान एकदमै यो चाहिँ मलाई डाइरेक्ट एकदमै साइलेन्स त्यहाँ सम्झिनुभन्दा रिस किनाउन पाइएको पत्नीभन्दा पाइएको के भन्नुहुन्छ दर्शकलाई सबै